सन्दर्भमा सुने सडक समयमा बनेन भन्ने कुराको बारेमा हामी सबैलाई गुनासो छ। सडक समयमा किन बन्द रहेनछ भनेर केही समयदेखि नेपाली कांग्रेस पार्टीमा अहिले आएर होइन, पूर्वाधार मीमांसा भनेर एउटा कार्यक्रम मैले चलाइरहेको छु। त्योभन्दा पहिला मैले हुलाकी राजमार्गको यात्रा गरेँ, मैले पुल हेरेँ, मैले सिँचाइको नहरहरू हेरेँ, सबै कुरा हेरेँ र काठमाडौँ गइसकेपछि मैले लगातार एउटा यो कार्यक्रम भनेको मैले एउटा मिसन जस्तो काम गरेँ। त्यो काम गर्दै गर्दा म के निष्कर्षमा पुगेको छु भने कम्तीमा पनि 41वटा कानुनले अवरोध सृजना गर्दो रहेछ। सबभन्दा पहिलो कुरा त के बदल्नु पर्ने रहेछ नेपालमा भने छिटो सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानुन नबनाउने बेलासम्म जसले सस्तोमा गर्यो भने त्यसले काम पाउने, चाहे वडामा गरोस्, चाहे नगरमा गरोस्, चाहे ठुलो बाटोमा गरोस्, त्यो गर्ने बेलासम्म जति चटक गर्छु भनेर आयो भने पनि त्यो कानुन रहने बेलासम्म कसैले पनि काम समयमा सम्पन्न गराउन नसक्ने रहेछ। मैले एउटा अर्को के देखेर आएँ, ऊर्जाको जलविद्युत आयोजना बनाउनका लागि एउटा ऊर्जाको प्रवर्धकले लाइसेन्स लिएपछि 27वटा ढोकामा जानुपर्दो रहेछ। 27वटा ढोकामा गइसकेपछि उसले काम सुरु गर्ने बेलामा कम्तीमा पनि उसलाई 2 वर्ष अतिरिक्त समय लाग्दो रहेछ। त्यो कानुनले 27 ठाउँमा जानुपर्ने कुरालाई बन्द गरेर एक ठाउँ जानुपर्ने कुरा बनाउन सके भने पो त्यसपछि बल्ल अनि कामको गति सुरु होला। यो सुधारहरू गर्नुपर्छ भन्ने चिन्तन छाडेर अहिले हामी छलफलमा बहसमा सुनिरहेका छौँ, म रुखमा लगेर बाँधिदिन्छु, काम गरेन भने उल्टो झुन्डाइदिन्छु, हामीले अहिले सुनिरहेको ल्याङ्ग्वेजहरू अथवा सोचहरू। मैले हातमा भाटा लिएर गएर यो ठेकेदार, यो निर्माण व्यवसायी फटाओ, यो निर्माण व्यवसायीलाई ले फटाई काम गर्दै गर्दाखेरि उसको पक्षमा मुद्दा बहस पैरवी गर्ने वकिल पनि फटाओ, कहीँ कतै गएर उसको पक्षमा फैसला भयो भने त्यो न्यायाधीश पनि फटाओ, त्यो कानुन बनाउने सांसद पनि फटाओ, त्यो सबै फटाओ, सबै बदमास हो। त्यसकारणले गर्दा म मात्रै असल हो, मेरो हातमा चाबुक छ, मैले चाबुकले सबैलाई तह लगाउँछु भन्ने चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुन्छ। त्यसैले देशलाई चाहिएको के हो? देशलाई चाहिएको सुधार हो, सुशासन हो, विकास हो, तर के को मूल्यमा होइन भने विधिको शासनको मूल्यमा होइन, के को मूल्यमा होइन भने लोकतन्त्रको मूल्यमा होइन, र के गरेर भने लहरमा होइन। यो सुधार भन्ने कुरा बडो महँगो हुन्छ। हेर्नुहोस्, यो सुधारमा ध्यान नदिकन सुधार गर्छु भनेर मात्रै म गर्छु भनेर भन्यो भने त्यसले दुर्घटनातर्फ लिएर जान्छ। यहाँबाट काठमाडौँ समयमा पुर्याउँछु भन्नको निम्ति गतिमा पनि हाँक्नुपर्छ, तर सँगसँगै दायाँमा के भइरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ। अर्कोतिरबाट पनि गाडी तीव्र गतिमा आउँछ भन्नेतर्फ सोच पुर्याउनुपर्छ, त्यसलाई छल्ने कसरी भन्ने परिपक्वता चाहिन्छ। यो सबै कुरा भएन भने एक्सिडेन्ट हुन्छ। त्यसैले नेपाली कांग्रेसले यो पटक अहिले यो बेलामा यतिखेर नेपाली कांग्रेस पार्टीले गर्ने भनेको के हो भने आम नागरिकले हामीले बताउने कुरा भनेको हामी सुधारको ग्यारेन्टी गर्छौँ, हामी बदल्छौँ, तर के को एक्सपेन्समा होइन भने डेमोक्रेसीको एक्सपेन्समा होइन। हामीले बडो लडाइँ गरेर महिलाको अधिकार सुरक्षित गरेका छौँ।